सबैलाई प्रेमी जयमसी। आज बिहिबारको दिन फेरि पनि आज हाम्रो सेवा घरमा मेरिया प्रार्थना भवनमा धन्यवादको सेवा छ दाजु दानियल अनि दिदी आशिका दिदीको तर्फबाट। र उहाँहरूको चाहिँ यो वैदेशिक रोजगारमा जाने भनेर पहिले कति वर्ष भइसक्यो के 2 वर्षभन्दा अझै बढी भइसक्यो प्रोसेस भएको थिएन। तर अहिले फाइनल्ली भिजा सबै कुरा भयो र त्यसकै मार्फतमा प्रभुलाई धन्यवाद दिन हैन। साथसाथै हामी सबैलाई प्रार्थनाको लागि धन्यवाद दिन उहाँले धन्यवादी सेवा राख्नु भएको छ र यो धन्यवाद सेवामा म पनि जाँदैछु हैन। नजिक हुनुहुन्छ भने तपाईहरु पनि आउनु होला। हामी एटेन्ड हुनुपर्छ किनकि यी सेवाहरू भोलि पर्सिका दिनहरूमा नपाइन पनि सक्छन् हैन। मलाई सेवा हिँड्दाखेरि चाहिँ एउटा कुरा साह्रै याद आउँछ के मरियम मग्दलिनीले जब त्यो बहुमूल्य हैन तेल जब परमेश्वरको पाउमा लगाउँदाखेरि चेलाहरूले यस्तो बहुमूल्य तेल यति धेरै पैसामा बिक्ने तेल किन यसरी पाउमा लगाएको भन्दाखेरि परमेश्वरले के भन्नुभएको थियो, तिमीहरूसँग म सधैँभरि रहदिन नि त हैन। त यो तेल त फेरि पनि आउन सक्छ अथवा अरू तिमीहरूसँग रहन सक्छ तर म तिमीहरूसँग सधैँभरि रहदिन। त्यसकारणले गर्दाखेरि नै यो तेल लगाउनु एकदमै उचित छ। उसले जे गरेकी छिन् ठिक गरेकी छिन् भनेर भन्नुभएको थियो नि त। त्यसरी नै हैन भोलिको दिनहरूमा यो सेवा आउन सक्छ या सक्दैन हाम्रो जीवनमा अहिले आउँदाखेरि नै हामी जानु चाहिँ पर्छ है त। जय मसीह।